दशावतार स्तुति। माछो कुर्म बँदेल बाघ बनिँदै कहिले म गन्ते हुँदै, क्रोधी जङ्गली चोर झैँ र कहीँ ता योगी खुनी झैँ हुँदै, नाना रूप लिँदै कलङ्क सहँदै भोभार हर्दा छँदा, हाम्रा यी मनभित्र नै बसिरहुन् श्री शेष साई सदा। कहिले दुःख कतै नहोस् सबले राम्रो सुबाटो ल्याउन्, बाँचुन् जेल सुखी रहेर पछि त देउता सरी भइरहुन्, भन्ने चिन्तनली रमार निजको वैकुण्ठ छोडिकन, नाना दुःख उठाउने प्रभुजीमा लागोस् हाम्रो मन। मनुष्य जन्म डुब्दै गर्भ र कुम्भी पाकहरूमा हरदम उभिन्डा मुख, भोग्दै कीट पतङ्ग पक्षी पशुका 84 लाखौँ दुःख। अहिले बल्ल मनुष्य भइकन यहाँ जन्मिरहेछौँ हरे, यही बेला पुरुषार्थ केही नगरे पर्नेछ धोका भरे। यो शरीरले जे चितायो सो पाइन्छ। श्रीनारायणको दया हुन नगई सत्पुण्य धेरै नभई, यस्तो मानिस देह यो जगतमा पाइन्न भाग्यै नभई। श्री चिन्तामणि झैँ र कल्पतरु झैँ श्री कामदा धेनु झैँ, मन पर्दा सुख हात लाउन पनि सक्ने छ यसले सधैँ। हाम्रा इन्द्रियहरूमा विचित्र प्रकारका शक्ति छन्। जिब्रो कान र नाक लोचन त्वचा छन् 5 बुद्धिन्द्रिय, बोली हात र पाउ आदि यसमा छन् 5 कर्मेन्द्रिय। जे चित्त चिताउँछ प्रिय कुरा सो तुरुन्तै पुरा, गर्दैछन् सबै 10 इन्द्रिय भने क्या हो न पुग्दो कुरा। ऐश्वर्यको मूल पुरुषार्थ हो। कर्मैले गतिला चलाख रसिला छन् आज मानी धनी, योगी सिद्ध सिपालु शूर पनि छन् ती वीर नामी गुणी। कर्मैले सुर राज इन्द्र बनिए देवता बने कर्मले, सारा लोक सम्हाल्न शक्ति झरिला कर्मै गरिँदा मिले। हाम्रा पुर्खा मान्धाता र भगीरथ ध्रुव नल प्रहलाद कुन्ती सुत, विश्वामित्र वसिष्ठ लोमस मनु श्री सन्तनु कश्यप, कालिदास अशोक भोज तुलसी दास प्रतापादिक, कर्मैले अझती अजम्बरी सरी छन् नामले जीवित। 9 महिना तक हामी झैँ उनी पनि त्यही गर्भभित्रै थिए, हामी झैँ कलिका रुँदै धुरुधुरु यही भूमिमा जन्मिए। 9 महिना तक हामी झैँ उनी पनि त्यही गर्भभित्रै थिए, हामी झैँ कलिला रुँदै धुरुधुरु यही भूमिमा जन्मिए। हाम्रो झैँ उनको शरीर पनि हो उत्ति थिए इन्द्रिय, राम्रा कर्म गरेर किन्तु उनले पाए अनन्त श्रेय। यस्तै थे उदयास्त घाम जुनको यस्तै तिथि बार थे, यस्तै साँझ बिहान रात दिन थे महिना ऋतु वर्ष थे। निद्रा भोक तृषा यसै किसिमका पहिले पनि लाग्दथे, यस्तै भित्र रहेर नै उनीहरू विद्वान गुणी बन्दथे। जाडो घाम झरी बतास रहिलो धुलाहरूका पिर, निद्रा भोक तृषा सबै दुःख सहे सत्कर्मका खातिर।
ती भन्दा दुःख हामीलाई पनि छन्, छौं सर्वदा व्याकुल। कहिले हो उनका सरी तरहरे, पायौं न राम्रो फल। विद्या भक्ति कला र शील सिपमा आजन्म संलग्न थे। ज्ञान क्रोध र लोभ मोह मदका अत्यन्त ती दूर थे। धीरा थे सब वीर थे, निपुण थे श्रद्धालु थे शूर थे। थोरै थे सब वीर थे, निपुण थे श्रद्धालु थे शूर थे। नाती हौं उनका उसै रगतले, तैयार हामी भयौं पुर्खाकै कुलशील थाम्नौ नकै, सत्पुत्र भई जन्मियौं। उत्रै शक्ति छ हामीमा पनि सखे, उद्यम गरेनौ तर विद्याशील कला र धर्म गुणले खाली भयौं हे हर। 28 विद्याको महिमा। विद्या यही नरको छ रूप भरिलो, यही सम्झ गुप्ती धन। विद्याले सुख भोग मिल्छ सहजै, सुध्रिन्छ भित्री मन। विद्या हो परदेशमा हित सखा, दरबारमा पूजिने। यस्तो उत्तम रत्न लौ बटुल है, पैसै बिना पाइने। राम्रो पार्छ न हारले मुकुटले, न स्नानले फूलले, न श्रीखण्ड सुगन्ध मालिस टीका, साबुनका कुलले। साह्रै सुन्दर बन्नु पर्दछ भने, बोली सिकौं संस्कृत। विद्याले बढी जान्छ रूप सजिलै, मिल्ला ठुलो इज्जत। बाजो बन्द किरीट कुण्डल मणि, औँठी चुरा हारले। भोटो कोट कमिज टोपी पगडी, वास्कोट सुरुवालले। सारा देह सजाई झलझल हुँदै जान्छौ सभामा जब, बोले नौ रसिलो वहाँ बसी भने, व्यर्थै हुने हो सब। पैरुन हार किरीट कुण्डल मणि, औँठी र सिक्री चुरा। लाउन कोट र बोट टोप लहंगा, बोटा भरेका पुरा। पाली केसली छडी घडी फिरी, कस्तै घसुन अत्तर। बोल्ने ढङ्ग नभई सभा बिचहरे, के भो र नि सुन्दर। विद्या सुन्न भनेर कान बनिए, के गर्नु ती कुण्डल। दानै गर्न भनेर हात बनिए, बाला भिरी के फल। जिब्रो पढ्न र मन्त्र जप्न बनियो, न स्वादका खातिर। यो चोला उपकार गर्न बनियो, श्रृङ्गारमा के छ र। अनौठो यो विद्या धन छ जगतैमा नमिलने। दिँदा बढ्दै जाने, कहीँ पनि नबाँडे घटी हुने। पछि नाना जन्मान तर तक पनि साथ रहने। अझै यस्तो दिगो धन किन छिटै हात नलिने। विपदमा हुनु धीर न आतिनु, सुख हुँदा सब माथि दया लिनु। गनिनु बोल्न सिपालु सभा बिच, सुजन बन्नु परे यति चिन्ह छ। अल्छ्याई नलिनु उघी नरहनु, निद्रा न धेरै लिनु। कोही देखि न डराउनु, रिस कतै कहिले न उठ्ने हुनु। धन्दा झटपट छिन्नु फुर्ती रहनु, जुम्सोपना छाड्दिनु। विद्यामा धनमा पुरा हुनु परे, यो बानी हरदम लिनु।